हेलो एभ्रिवान, आज चाहिँ यो मेरो सेकेन्ड मिनी भ्लग। आज देखाउँदैछु मैले आजको वातावरण कस्तो छ भनेर। आजको वातावरण चाहिँ अलिअलि बादल अनि अलिअलि घाम लागिरहेको थियो। अनि आज चाहिँ मैले फेरि जे आइपर्छ त्यही गर्छु भनेर लागि परे अनि लागे म भैँसीको मल सर्नतिर। भैँसीको मल नफालेको चाहिँ 2 दिन भइसकेको थिए, त्यही भएर आज फाल्छु भनेर मैले चाहिँ फाल्न लागेको। छिटो छिटो गर्छु भन्दा पनि फेरि हुन्छ ढिलै। के गर्नु, एक्लैले त गाह्रो हुन्छ नि हैन र। अनि यहाँको मल चाहिँ मैले यहाँनिर फालिसकेँ अनि भैँसीलाई पनि बाहिर राखिसकेँ, सारिसकेँ। अनि गएँ म छोरीलाई हेर्न उठिछ कि नै भनेर। अनि गएको त मजाले सुतिरहेकी रहेछ। अनि फेरि म निस्किएँ बाहिर। अनि बाहिरको मल फालेँ, अब भित्रको नि फालिहाल्छु भनेर म लागेँ भित्रको मल फाल्न। छोरी पनि 9 बजेसम्म सुतेर जहिले मलाई काम गर्न दिन्छ। जे होस् सजिलो हुन्छ। छोरी रुँदा चाहिँ मलाई फेरि काम गर्न अलि अप्ठ्यारो हुन्थ्यो होला। फाइनल्ली साथीहरू मल पनि फालिसक्यो। अनि देख्यो मेरो हात यस्तो। अनि मैले चाहिँ हात खुट्टा धोएँ। हात खुट्टा धोएर फेरि म मेरो छोरी उठ्यो कि नै भनेर हेर्न जान्छु। अनि यतिखेरसम्म पनि मेरो छोरी सुतिरहेकी हुन्छ। अनि म फेरि बाहिर निस्किएर बान्जीसँग भिडियो अफ गर्न लाग्छु। हस् त आजलाई यति नै। यसो लाइक कमेन्ट गर्नु ल।